नमस्ते जोजलपा। आजको कार्यक्रममा हामी सूर्य विनायक नगरपालिकाका उपमेयर श्रीमती जुना बस्नेतज्यूसँग कुराकानी गर्ने जमर्को गरिरहेका छौँ। हाम्रो सम्पर्कमा जोडिनु भएको छ श्री जुना बस्नेतज्यू। म सबभन्दा पहिला नेवा एफएमको तर्फबाट यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद हजुर। अहिले सूर्य विनायक नगरपालिकाको विषयमा कुरा गर्दाखेरि ठ्याक्कै भन्नुपर्दाखेरि अहिलेको स्थिति के छ हजुर? कोरोना सम्बन्धीको अहिलेको स्थिति भनेको हालसम्मको कोभिड-19 संक्रमित बिरामीको संख्या 176 हजुर। अनि पुरुष 97, महिला 79 हजुर। अनि हालसम्मको यो कोभिड संक्रमितको अहिले सक्रिय संक्रमितको संख्या भनेको 66 जना। 66 जनामा पुरुष 39, महिला 27। हजुर हजुर। अनि त्यहाँ क्वारेन्टाइनमा कति बसिरहेछन् हजुर अहिले? अहिले होम आइसोलेसनमा 46 जना हुनुहुन्छ। हस्पिटलको आइसोलेसनमा 20 जना हुनुहुन्छ। अनि त्यसपछि अहिलेसम्मको निको भएकाहरू है, निको भएका 57 जना हुनुहुन्छ। निको भएको जम्मा गरेर 106 जना हुनुहुन्छ होइन। 49 जना महिला, 57 जना पुरुष है। त्यसपछि अब अहिलेसम्म अब मृत्यु हुनेमा चाहिँ अब 2 जना महिला हुनुहुन्छ, 1 जना पुरुष हुनुहुन्छ। अहिले हामीले सूर्य विनायक नगरपालिकाले विगत 3 सातादेखि संक्रमितको कन्ट्याक्ट ट्रेसिङ हामी एकदम तीव्र गतिमा गरिरहेछौँ। फिल्डमै गएर टोलमै गएर होइन, जनताहरूलाई सजिलो होस्, राहत मिलोस्, उनीहरूलाई हस्पिटलमा गएर लाइन बस्नु नपरोस्, हस्पिटलमा जाँदा आउँदा पनि संक्रमित हुने संख्या भएको हुनाले उहाँहरूलाई सजिलो होस् भन्नको लागि हामी फिल्डमै गएर जनताको घर दैलोमै गएर उहाँहरूको कन्ट्याक्ट ट्रेसिङ गरिरहेछौँ होइन। स्वाब सङ्कलन गरेर पठाउने कार्य गरिरहेछौँ। अहिलेसम्म नगरपालिकाले 566 जनाको स्वाब सङ्कलन गरिसकेको छ होइन। त्यो भएको हुनाले मलाई लाग्छ अब नगरपालिकामा अहिलेको भनौँ न यो अहिलेको रिपोर्ट चाहिँ हाम्रो एकदम राम्रो आइरहेछ। पहिला झन्नै कन्ट्याक्ट ट्रेसिङको स्वाब सङ्कलनको 22% सम्म रिपोर्ट पोजिटिभ आउँथ्यो होइन। अहिले चाहिँ त्यसरी आएको छैन, 5%, 6% मात्रै आएको छ अहिले चाहिँ। सूर्य विनायक नगरपालिकाको एकदम अहिले पहिला 176 जनामा अहिले घट्दै अहिलेको एक्टिभ केस भनेको चाहिँ थोरै नै छन्। त्यो भएको हुनाले जहाँसम्म लाग्छ अरू नगरपालिकाले पनि यो कार्यलाई अगाडि बढाइयो भने चाहिँ कोभिड-19 संक्रमित को संख्या घट्दै जान्छ र शून्यमा झार्नुपर्छ अब 1 महिनाभित्र भन्ने हामीलाई लागेको छ। हजुर, धेरै राम्रो। यो यसरी हजुर जस्तै सबै नगरपालिकाले आफ्नो कार्य चाहिँ अलिकति तदारुकता गरिदिनु भयो भने यो पक्कै पनि सङ्क्रमितको सङ्ख्या घट्न सक्छ भन्ने हामीले पनि आशा गरेका छौँ। अब म अर्को एउटा कुरा के सोध्न चाहन्छु भने नि यहाँलाई, अब हाम्रो नगरपालिकामा यो मुख्यतः हाम्रो बाहिरी जिल्लाबाट प्रवेश गर्ने नाका भएको नगरपालिका भएको हुँदाखेरि त्यो स्थितिमा चाहिँ बाहिरबाट अब भित्र जति कन्ट्रोल गरे पनि बाहिरबाट फेरि मानिसहरू आइदिँदाखेरि सङ्क्रमण बढ्न सक्ने सम्भावना छ। त्यतातिर चाहिँ के कस्तो व्यवस्था गर्नुभएको छ यहाँ? तपाईँले ठिक कुरा गर्नुभयो। अस्ति मैले आजभन्दा 2 दिन अगाडि हाम्रो भक्तपुरको सिडिओ साहब र एसपी साहब लगायत अरू साथीहरूलाई बोलाएर
हाम्रो अब साङा भन्ज्याङ भनेको त सूर्य विनायक नगरपालिकाकै पर्छ होइन। त्यो भएको हुनाले अब नाकामा गएर के छ कस्तो छ कसरी चाहिँ गाडीहरू भित्रिरहेछन् मान्छेहरू कसरी आगमन गरिरहेछन् भनेर उहाँहरूलाई शुद्ध लिएर गएर हामी 1 घण्टा जति साङामा बसेर त्यहाँ आउने जानेको रिपोर्ट सबै हेरेर दिनको प्रत्येक दिनको मालवाहकका गाडी चाहिँ दिनको 65वटासम्म आउने हामीले थाहा पायौँ होइन। त्यसपछि धेरै धुलीखेलतिर बनेपातिर अब हस्पिटलहरू धेरै भएको हुनाले अब धेरै अफिसहरू त्यता भएको हुनाले कर्मचारीहरू दिनकै आउने जाने गर्ने धेरै पाइयो। त्यसपछि बाहिरबाट यो सिन्धुली बर्दिवास र यता दोलखा सिन्धुपाल्चोकबाट आउने गाडीहरू पनि अब आइराख्दा रहेछन्। अनि हामीले चाहिँ त्यो दिनबाट के भनेका छौँ भने सिडिओ साहब एसपी साहब हामी 3 जना मध्यपुरको उपमेयर सुध हुनुहुन्थ्यो होइन। अब कोही नागरिकहरू आउँछन् नि त आउँदाखेरि चाहिँ उहाँहरूले चाहिँ यो उसको 19 यो हाम्रो यो कोरोना भाइरसको स्वाब सङ्कलनको रिपोर्ट सहित आउनु पर्ने पोजिटिभ भए त आउन नपाउने उहाँहरूले चाहिँ नेगेटिभको प्रमाणपत्र सहित नाका भित्रिनु भयो भने उहाँहरूलाई आउन दिने नत्र भने रिपोर्ट ल्याउनु भएन भने फर्काउने भन्ने कुरो चाहिँ त्यहाँबाट भएको छ। धेरै राम्रो। अनि हजुर अनि यसै क्रममा कस्तो हुन्छ भने त्यहाँनिर अब तपाईँहरूको नाकामा खटिरहनु भएको छ बाहिरी जिल्लाबाट आउनेहरू अब त्यो हाम्रै भित्र जिल्लाबाट पनि अब तपाईँको धुलीखेल बनेपातिर जाने मान्छेहरू हुन्छन् नि उहाँहरूसँग प्रत्यक्ष संलग्नमा हुन्छन् नि हाम्रो सुरक्षाकर्मीहरू उनीहरूको स्वास्थ्यमा चाहिँ के कस्तो असर परिरहेको छ अब त्यसको उनीहरूको लागि पनि तपाईँले के कस्तो उपाय अपनाउनुहुन्छ? साङामा चेक पोस्टमा बस्ने प्रहरी सशस्त्रमा पनि कोरोना भाइरसको संक्रमण देखियो भन्ने कुरा अस्ति आएको छ होइन। त्यो भएको हुनाले अब त्यहाँ बस्ने सुरक्षाकर्मीलाई पनि पिपी सहित र सबै कर्मचारी एकैचोटि त्यहाँ बस्न नदिने पालो बस्न दिने त्यो किसिमको अभियान अगाडि बढाउनु पर्छ भन्ने मलाई लाग्दछ। किनभने अब सबैलाई एकैचोटि सङ्क्रमित भयो भने त सबैको होम क्वारेन्टाइनमा हस्पिटल क्वारेन्टाइनमा बस्नुपर्छ होइन। त्यो भएको हुनाले त्यसलाई सहज बनाउनलाई सबै सुरक्षाकर्मीहरूलाई टिपी लगाउन दिने र सबैलाई पालो राख्ने एकै ठाउँमा थुप्रैलाई नराख्ने। हजुर धेरै राम्रो। अनि अर्को भनेको चाहिँ हाम्रो सूर्य विनायक नगरपालिकाले अर्को के काम पनि गरेको छ भने हाम्रो सूर्य विनायक वीरदल गणले चाहिँ अब हामी अहिलेसम्म आफै स्वास्थ्य कर्मीको टिमलाई बोकेर हिँडेरै जनताको घर दैलोमा गएर स्वास्थ्य सङ्कलन गर्ने गरेका थियो। अहिले उनीहरूले नगरपालिकाको आफ्नै गाडीमा सूर्य विनायक वीरदल गणले चाहिँ एउटा त्यो घुम्ती शिविर सञ्चालन गर्नको लागि त्यो एउटा गाडीमाथि एउटा त्यस्तो संरचना तयार गरिदिएको छ र त्यसमा बसेपछि गाडी लिएर जहाँ पनि जान मिल्ने त्यो किसिमको संरचना तयार भएको छ। आज पनि हामी यहाँ सूर्य विनायक नगरपालिकाको 5 नम्बर वडा सल्लाघारी चोकमा चाहिँ हामीले 35 जनाको स्वाब सङ्कलन गरिरहेछौँ आज पनि। हजुर यो घुम्ती शिविर सञ्चालन गर्नको लागि गाडीको व्यवस्था चाहिँ नि हाम्रो नगरपालिकाको गाडी होइन यो टिपर नगरपालिकाको टिपरमाथि संरचना चाहिँ वीरदल गण सूर्य विनायकले बनाइदिएको छ। त्यसबाट अब तपाईँहरू स्वाब सङ्कलन गर्न यताउति प्रयोग गर्नुहुन्छ है। हजुर अनि यो सुरक्षा नीति सम्बन्धी सबैले ध्यान दिनुपर्ने कुरा तपाईँले जुन भन्नुभयो त्यो एकदम राम्रो हो। सबैले यो आफूले आफ्नै लागि बचाव गर्नुपर्छ। यो रोगको औषधि पनि नभएको हुँदाखेरि अहिले आफ्नो लागि आफैले बचाउ नगरिकन यसबाट हामीले छुटकारा पाउन सक्दैनौँ। अब भन्नुपर्दा अनि अहिले अर्को एउटा कुरा समाजमा अलिकति नराम्रो प्रभाव पनि देखिन्छ। यो स्वास्थ्य कर्मीहरू छन् नि हाम्रो नगरपालिकामा जो जति छन् नि उहाँहरूलाई चाहिँ अब भनौँ न हस्पिटल गएर आउने बिरामीसँग प्रत्यक्ष सम्पर्क
भइरहने, यस्तो कारणले गर्दाखेरि उहाँहरूसँग पोजिटिभ हुन्छ भन्ने किसिमबाट समाजमा अलिकति अलि हेलाको दृष्टिले हेर्ने अलिकति नराम्रो प्रभाव परेको छ नि है हाम्रो समाजमा। त्यो सम्बन्धी चाहिँ हाम्रो नगरपालिकामा के कस्तो अलिकति बताइदिनुहोस् न। हाम्रो नगरपालिकामा चाहिँ स्वास्थ्य कर्मीमाथि त्यस्तो चाहिँ दुर्व्यवहार भएको हामीले पाएका छैनौँ होइन। अनि हाम्रो नगरपालिकामा झन्डै 14वटा स्वास्थ्य संस्थाहरू छन्। एउटा नगरपालिकाको आफ्नै हस्पिटल, 10वटा हेल्थ पोस्ट र 3टा चाहिँ हाम्रो चाहिँ अलिकति पहाडी इलाकामा नि ओडाहरू पर्ने भएको हुनाले पहाडी इलाकामा स्वास्थ्य क्लिनिक, सहरी स्वास्थ्य क्लिनिक भनेर 3टा हामीले व्यवस्थापन गरेका छौँ। सबै स्वास्थ्य संस्थाको स्वास्थ्य कर्मीहरूलाई चाहिँ हामीले अब 2-3 दिनकै ओरिएन्टेसन कार्यक्रमहरू गरेका छौँ। सबैजना एकै ठाउँमा नजानी पालो जानी र त्यस्तो संक्रमित कोही बिरामी देखे भने उहाँहरूलाई स्वाब सङ्कलन गरेर हस्पिटल रिफर गर्ने र हाम्रो नगरपालिका भन्दा पनि भक्तपुरको 4वटै नगरपालिकाको संयुक्त लगानीमा खरिपाटीमा 200 बेडको आइसोलेसनको व्यवस्थापन गरेको छ होइन। जो व्यक्तिहरू भाडामा बस्नु भएको छ उहाँहरूलाई कोरोना भाइरसको संक्रमित देखियो भने उहाँहरूको त बस्ने ठाउँ छैन होइन। उहाँहरूलाई चाहिँ हामी खरिपाटीको आइसोलेसनमा पठाउँछौँ। अनि जो व्यक्तिको घरमा बस्ने ठाउँ छ त्यो व्यक्तिको चाहिँ हामी वडा अध्यक्ष, स्वास्थ्य कर्मी, सुरक्षाकर्मी लगायतको टिमले उहाँहरूको निगरानीमा होम आइसोलेसनमा राख्ने व्यवस्था गर्छौँ। हामी दिनकै एकदम निगरानी पनि गर्छौँ। उहाँहरूको दुःख सुख के छ, खाना लाउनलाई के छ व्यवस्था चाहिँ सबै हामी बुझ्छौँ र दिनकै हाम्रो चाहिँ सुरक्षा र स्वास्थ्य कर्मीको एउटा टिम, मोबाइल टिमै बनाएको छ। प्रत्येक दिन चाहिँ उहाँहरूलाई फोन गरेर के छ तपाईँहरूको स्वास्थ्य ठिक छ कि छैन, सिम्टम केही देखिएको छ कि, यस्तो सबै कुरो जानकारी चाहिँ गराउनुहुन्छ। हजुर, धेरै राम्रो। अनि समाजमा अहिले भनौँ न, अहिले ठ्याक्कै फैलिसकेको स्थिति छ अहिले हाम्रो काठमाडौँ उपत्यकामा। अब यो स्थिति अलिकति नराम्रो तवरबाट गयो भनौँ न, अब भयावह स्थितिबाटै फैलियो भने अब एकदमै सङ्क्रमितको सङ्ख्या वात्तै बढ्न सक्ने सम्भावना छ। त्यसको लागि अब तपाईँले अहिले जुन भन्नुभयो 200वटा आइसोलेसन बेडहरू बनाउनु भएको छ भने त्यसले पर्याप्त होला र? होइन, अब यो सूर्यविनायक नगरपालिकामा चाहिँ अहिलेको स्थितिमा हामीले जुन स्पिडका साथ यो कन्ट्याक्ट ट्रेसिङलाई अगाडि बढाएका छौँ, यो स्पिडले गर्दा अहिलेको रिपोर्ट पोजिटिभ छैन, अहिले धेरै नेगेटिभ आएको छ होइन। यस्तै हुँदै गयो भने त सूर्यविनायक नगरपालिकामा पक्कै नै घट्छ र भोलि यसलाई महामारीको रूपमा अगाडि नबढाउने र यसलाई जति सक्दो न्यूनीकरण गर्दै जाने हो भने यो 200ले प्राप्त छ भक्तपुरलाई होइन। अब भोलि काठमाडौँ काठमाडौँ महानगरपालिका जस्तो फैलिन दिन चाहिँ हामीले एकदम चाहिँ हुँदैन, टाइट गर्नुपर्छ र आफ्नो टोलमा आफ्नो ओडामा कोही नयाँ मान्छे छिर्दाखेरि उसको निगरानी चाहिँ एकदम हुनुपर्छ। त्यो मान्छे कहाँबाट आएको, त्यसको चाहिँ स्वाब सङ्कलन भएको छ कि छैन, त्यसको पोजिटिभ आएछ कि नेगेटिभ आएछ कि, त्यो कुरामा चाहिँ एकदम हामी एकदम जानकार हुनुपर्छ। त्यो हिसाबमा हामी लागेका छौँ। हजुर। अनि अर्को कुरा एउटा अहिले सरकारले चाहिँ सुरक्षा भत्ता भनेर उपलब्ध गराएको छ, सायद त्यो कति स्तरसम्म बाँडिसकेको छ त्यो त थाहा भएन हामीलाई पनि, र कतिपय नगरपालिकाहरूले आफ्नै स्रोतबाट बाँडेको पनि देखिन्छ। त्यो सम्बन्धी चाहिँ अब सूर्यविनायक नगरपालिकाले के व्यवस्था गरेको छ हजुर? अब हाम्रो नगरपालिकामा यस्तो हुँदो रहेछ कि त्यो पनि कस्तो छ भने अब हामी जनप्रतिनिधिकै कुरा गर्नुहुन्छ भने कोही जनप्रतिनिधि मरी काम गरेको हुन्छ, कोही जनप्रतिनिधि दिनभरि घरमा बस्ने हुन्छ होइन, कहीँ नजाने कहीँ ननिस्किने हुन्छ। त्यो स्वास्थ्य कर्मीमा पनि त्यही हो, तपाईँको सबैलाई दिन थाल्यो भने राज्यले भ्याउँदैन। अनि त्यो काम गर्ने मान्छेलाई चाहिँ
अपमान हुन्छ के काम गर्नेको चाहिँ नगर्नेलाई पनि दिँदाखेरि चाहिँ गर्ने मान्छेको चाहिँ अपमान हुन्छ त्यो भएको हुनाले उहाँहरूको क्याटेगोरी छुट्याउनुपर्छ जो व्यक्तिले सङ्घर्ष गर्छ जो व्यक्तिले यति बेला देशमा सङ्कट परेको छ यति बेला जनताको लागि भनेर जो खर्च उसले पाउनु पर्छ नगरपालिकाले हामीले खाइराखेको भत्ता भए पनि कटाएर सुरक्षा हाम्रो स्वास्थ्य कर्मीलाई दिनुपर्छ त्यो मैले मान्छु तर समग्र सबै एउटै डालामा हालेर सबै स्वास्थ्य कर्मीले पाउनुपर्छ भन्ने मान्यतामा चाहिँ म छैन त्यो एकदम क्याटेगोरी छुट्याएर उहाँहरूको काम गर्नेको चाहिँ मूल्याङ्कन गरेर काम नगर्नेलाई त्यो तलबै धेरै भयो काम नगर्नेलाई त कोही सिद्धियो होइन जो बिहानदेखि बेलुकासम्म जनताको सेवामा खटिने छ नि त्यस्तालाई चाहिँ एकदम नगरपालिकाले आफ्नै स्रोत र साधन थपेर भए पनि दिनुपर्छ भन्ने मान्यता हाम्रो नगरपालिकाको छ त्यो हिसाबमा हामी लागिरहेछौँ अहिले दिइसके उपलब्ध गराइसकेको अवस्था त छैन त्यो चाहिँ अब ठ्याक्कै दिइसके हामीले दिने भनेर निर्णय गरेका छौँ होइन अब त्यो अब लिइसके कि ल्याएको छैनन् भने त्यो चाहिँ थाहा छैन है हामीले दिने भनेर निर्णय चाहिँ गरेका छौँ पक्कै पनि जो खटेर जुन फ्रन्ट लाइनमा गएर जो खट्छ उनीहरूलाई चाहिँ नि पक्कै पनि काम गर्न अभिप्रेरित गर्नको लागि पनि यस्तो किसिमको सुविधाहरू उपलब्ध गराउनुपर्छ यो धेरै राम्रो कुरा हो अनि अब म एउटा अर्को कुरा के सोध्न चाहेँ भने यहाँलाई हाम्रो नगरपालिकामा चाहिँ जो छ नि हाम्रो के अरे यो भनौँ मैले ठ्याक्कै विषयले सोध्छु भनेको अहिले ठ्याक्कै विषय तपाईँलाई एउटा प्रश्न सोध्छु भन्दै थिएँ ठिकै छ अब अर्को त्योभन्दा अगाडि म एउटा के सोध्छु भने अहिले अब जुन अब यो सङ्क्रमण बढिरहेको छ नि यो स्थितिमा चाहिँ अहिले तपाईँहरूको नगरपालिकामा चाहिँ बिहान लखर हिँड्नेहरू कतिका छन् अब यस्तो छ हाइवे अहिले यो निषेधाज्ञा पालना गर्ने भनेर हाइवेमा मान्छे कम छन् होइन सबै गाउँ लागेका छन् गाउँमा मर्निङ वक गर्ने मान्छे इभिनिङ वक गर्ने मान्छे बढेकै छन् नबढेका होइनन् तर अब सामाजिक दूरी कायम गरेर इभिनिङ वाक मर्निङ वक चाहिँ गर्न दिनुपर्छ भन्ने मान्यता मेरो छ सामाजिक दूरी चाहिँ हुनुपर्छ किनभने त्यो सबै घरका परिवारै मिलेर हुन्छ नि जुलुसै बाँधेर मर्निङ वक गर्न जाने त्यो चाहिँ गर्न दिनु हुँदैन सामाजिक दूरी कायम गरेर चाहिँ हिँड्दाखेरि त्यति धेरै बेफाइदा हुँदैन हजुर अब त्यो अलिक खुल्ला देखिन्छ तपाईँहरूको नगरपालिका त्यो भएर चाहिँ बिहान मर्निङ वाक अथवा इभिनिङ वाक जान दिए पनि त्यसमा मास्क सेनिटाइजरहरू र सामाजिक दूरी चाहिँ भौतिक दूरीहरू कायम गर्नुपर्छ भन्ने यहाँको धारणा हजुर एकदम सामाजिक दूरी कायम गरेर होइन अब इभिनिङ वाक गर्ने आफ्नो स्वास्थ्यकै ख्याल गरे हो नि त त्यो त होइन घरमै बसिरहेछ भन्दा पनि उनीहरू अब आफ्नो एक्सर्साइज गर्न खोज्छन् बिहान बेलुका उनीहरू जङ्गलको स्वच्छ हावा दिन खोज्छन् भेडभाड गर्न नदिने सामाजिक दूरी कायम गरेर उहाँहरू मर्निङ वक इभिनिङ वक गर्नुहुन्छ भने गर्न दिने त्यो हाम्रो छ हजुर पक्कै पनि अब उहाँहरूलाई पनि अब त्यो यो कोरोना बाहेक भन्दा पनि अर्कै किसिमको रोग पनि लागिरहेको हुन्छ अब भनौँ सुगर हो प्रेसर हो उनीहरूलाई त अलिकति बिहान इभिनिङ अथवा बेलुका साँझ नहिँडिकन नहुने स्थिति पनि छ त्यो भएर दिनुपर्ने पनि अवस्था त देखिन्छ तर आफ्नो यो सामाजिक भौतिक दूरी कायम राखेर आफ्नो सुरक्षा विधि अपनाएर मात्रै जानुभए धेरै राम्रो हुन्छ है अनि अहिले त्यहाँ भनौँ न अब साधारण व्यवसाय गरेर बसिरहेकाहरू हातमुख जोड्नै गाह्रो भइरहेको स्थिति पनि देखिन्छ होइन कतिपय नगरपालिकाहरूमा त्यहाँ अब भनौँ डेरामा बसेर केही बन्द व्यापार गरेर त्यसैले गुजारा गरिरहेका मान्छेहरूलाई अहिले धेरै अब यो लकडाउनले भनौँ न यो निषेधाज्ञाले त धेरै नै अप्ठ्यारो परिरहेको स्थिति छ त्यो विषयमा चाहिँ नगरपालिकाले केही सोच विचार गरेको छ कि छैन पहिला हामीले नेपाल सरकारले 3 महिना लकडाउन गर्दाखेरि चाहिँ हामीले 11,000 घर परिवारलाई राहत वितरण गरेका हो होइन अहिले हामीले यो 15 दिनको निषेध आज्ञामा चाहिँ
कोही व्यक्ति अब मैले खान पाइनँ भनेर अब हामी स्थानीय सरकारबाट आएको पनि छैनन् होइन। आए भने त हामीले केही न केही गरिहाल्छौँ, तर आउनु भएको छैन। सायद भोलिबाट चाहिँ यो निषेधाज्ञा अलि खुकुलो बनाउने भन्ने कुरो भएको छ। अब भोलिदेखि सायद काम गरी खान्छन् होला भन्ने मलाई लाग्छ। अब काम गरौँ भन्दा पनि तुरुन्तै काम उपलब्ध भइहाल्ला र उहाँहरूको लागि? हजुर होइन, अब हाम्रो नगरपालिकामा चाहिँ विकास निर्माणको काम, सामाजिक दूरी कायम गराएर विकास निर्माणका कामहरू हामीले गर्न सुचारू गरिसकेका छौँ होइन। अब त्यसरी ज्याला मजदुरी गर्ने मान्छेहरूलाई त्यस्तो केही पर्यो भने हाम्रो चाहिँ निर्माण व्यवसायी मार्फत उनीहरूले गरी हामीले त्यो किसिमको सुविधाहरू व्यवस्थापन गरेको भएर पनि अहिलेसम्म त्यस्तो कोही आएका छैनन्। हजुर, खुसी लाग्यो यहाँसँग कुरा भयो। अब जाँदा जाँदै अरू केही बताउन चाहनुहुन्थ्यो कि मैले केही सोध्न बिर्सेँ कि? हजुर, अब म केही भन्न चाहन्छु भने होइन, सबै नगरपालिकाका जनताहरूलाई अब हामीले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पुरा गरेर यहाँहरू अति आवश्यक कामहरू गर्न सक्नुहुन्छ। मास्क लगाएर, सामाजिक दूरी कायम गरेर, सेनिटाइजर प्रयोग गरेर, साबुन पानीले हात धोएर होइन, त्यसरी आफ्नो कामलाई अगाडि बढाउँदाखेरि केही फरक पर्दैन। भिडभाडमा नजाने, त्यहाँ पसलहरूमा नबस्दिने, घुइँचो भटमा नगइदिने, त्यसरी हामी आफ्नो कामलाई निरन्तरता गर्न सक्छौँ। यो कोरोना भाइरसको संक्रमण भनेको चाहिँ एउटा व्यक्तिबाट अर्को व्यक्तिमा बोल्दाखेरि, हाच्छिउ गर्दाखेरि, खोप्दाखेरि होइन, त्यसको कोड चाहिँ अर्को व्यक्तिमा सर्यो भने मात्रै लाग्छ। अब यहाँ 3 महिनाको बच्चालाई कोरोना भाइरसको संक्रमित देखिएको छ, तर त्यही बच्चाले दुध खुवाउने आमालाई देखिएको छैन। त्यो भएको हुनाले एउटै घरमा एउटै बेडमा सुत्नु बस्नु व्यक्तिलाई पनि यो रोग सर्छ भन्ने चाहिँ होइन रहेछ होइन। त्यसरी गरिरहेछौँ। अब त्यो चाहिँ साँच्चीकै यहाँहरू अलिकति चेतनशील भएर, अलिकति विवेकी भएर, अलिकति यो नेपाल सरकारले अहिले जे गरिरहेछ त्यो हाम्रै लागि गरेको हो, यसलाई सहयोग गर्नुपर्छ, साथ दिनुपर्छ। अनि मात्रै यो विश्व महामारीको रूपमा आएको कोरोना भाइरसलाई हामीले चाहिँ भगाउन सक्छौँ भन्ने दृष्टिकोण चाहिँ सबै जनताको भयो भने यो रोग भन्ने कुरो त एउटा भाइरल हो, आज छ भोलि हट्छ होइन। त्यो किसिमले सबैले आफ्नो आत्मबल बलियो बनाउनु पर्छ, सुरक्षित हुनुपर्छ, अरूलाई पनि सुरक्षित राख्नुपर्छ। यो हिसाबमा सबै जनता अगाडि बढ्यो भने साँच्चीकै यो कोरोना भाइरस भन्ने कुरो केही होइन भन्ने कुरा चाहिँ सबैले प्रत्याभूति गर्नुपर्छ कामैबाट। हजुर, धन्यवाद। अब जाँदा जाँदै म यो आफ्नो अमूल्य समय दिई नेवा एफएमका श्रोताहरू र सूर्यविनायक नगरपालिकाका जनताहरूलाई यो जानकारी दिनुभयो, यसको लागि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। हजुर, हाम्रो नेवा एफएम होइन यो? हजुर, मैले पहिला पनि एकचोटि भनेको थिएँ है, अहिले पनि तपाईँहरू मिडिया कर्मीहरूले धेरै जनताको बिचमा अब कुन स्थानीय तहले के काम गरिरहेको छ, जनताहरूमा कस्तो खालको सजगता अपनाउनु पर्छ, त्यो किसिमको जानकारी सबै जनताको माझमा पुर्याउन सहयोग गर्नुभएको छ होइन। यसको लागि हामी जनप्रतिनिधि, हामी स्थानीय सरकारको तर्फबाट तपाईँहरू मिडिया कर्मी प्रति धेरै आभार व्यक्त गर्दै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। हजुर, धन्यवाद। हाम्रो पनि अब निकट भविष्यमा पुनः यहाँसँग जोडिने आशा गर्दै आजको लागि म यहाँसँग बिदा माग्छु। धन्यवाद। उहाँ हुनुहुन्थ्यो सूर्यविनायक नगरपालिकाका उपमेयर श्रीमती जुना बस्नेतजी हुनुहुन्थ्यो। अहिले दक्षिणकाली नगरपालिकाका उपमेयर श्रीमती बसन्ती डङ्गोल तामाङज्यूसँग सम्पर्कमा जोडिएका छौँ। नेवा एफएम 106.6मा हामी सबभन्दा पहिला उहाँलाई स्वागत गर्न चाहन्छु। बसन्ती डङ्गोल तामाङज्यू, सबभन्दा पहिला यहाँलाई नेवा एफएममा हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद। नमस्कार जुगुलोपा। हजुर, बसन्ती डङ्गोल तामाङ त माइती नेवार हो हजुरको? हजुर हजुर, माइती नेवार हो, घरती तामाङ हो।
त्यही त बसन्ती डङ्गोल तामाङजी हुनुहुन्छ दक्षिणकाली नगरपालिकाका उपमेयर। इच्छा छ भने नेवारीमै बोल्न पनि सक्नुहुन्छ। म नेवारीमा त्यति पर्फेक्ट त छैन, नेवारीमै बोल्नु भयो भने केही फरक पर्दैन, बुझ्न चाहिँ सबै बुझ्छु, नेवारीमै बोल्नु भयो भने राम्रो हुन्थ्यो। नेवारीमा पनि अब बोल्न त बोल्छु, तर यो एफएम त सबैजनाले सुनिरहेको हुन्छ नि त। नेवारले पनि अब नेपाली कुरा पनि बुझ्नुहुन्छ, तर कतिपय नेपालीहरूले नेवारी कुरा बुझ्नुहुन्न कि फेरि है, त्यो समस्या भएको कारणले गर्दाखेरि दुईमा पनि कम्फर्ट छु म। हजुर ठिकै छ। सबभन्दा पहिले म एउटा जानकारी यहाँलाई के दिन चाहन्छु भने मैले योभन्दा धेरै अलि अगाडिको कार्यक्रममा हाम्रो मियाज्यूलाई नै जोडेको थिएँ। उहाँसँग पनि के अरे धेरै जानकारीहरू हामीले लिएका छौँ, श्रोताहरूलाई जानकारी दिएका छौँ। आज चाहिँ संयोगले तपाईँ जोडिनु भएको छ हाम्रो एफएममा। र अहिले यो कार्यक्रम चाहिँ हाम्रो कोरोना सम्बन्धीको विशेष कार्यक्रम हो। यो अहिले जुन भयावह स्थिति लिएर फैलिरहेको छ समाजमा, त्यसको लागि त्यो कार्यक्रममा अब के कस्तो स्थिति छ हाम्रो नगरपालिकाको अलिकति बताइदिनुहोस् न। सर्वप्रथम त धन्यवाद यहाँहरूलाई है, यस्तो समयमा पनि अब आफ्नो नगरपालिकाबारे केही भन्ने मौका दिनुभएकोमा एफएमलाई एकदमै धन्यवाद दिन चाहन्छु। अब यो अहिले जुन कोभिड-19 कोरोना भाइरस जुन अब विश्वव्यापी रूपमै फैलिरहेको छ, त्यसमा अब हाम्रो नेपालको पनि अझ काठमाडौँ जिल्लाको दक्षिणकाली नगरपालिका पनि अछुतो रहेको छैन अहिले होइन, जसमा चाहिँ अब यो पछिल्लो समयमा लगभग हाम्रो नगरपालिकामा श्रावणको अन्तिम अवस्थादेखि मात्र हाम्रो नगरपालिकामा कोभिड पोजिटिभहरू देखिन थालिएको हो। त्योभन्दा अगाडि त हाम्रो नगरपालिका जुन अब सबै ठाउँमा उपत्यकाको सबै नगरपालिका गाउँपालिकामा देखिसक्दाखेरि पनि हाम्रो नगरपालिका चाहिँ अलिकति हामीले भनौँ न सतर्कता अपनाएर अलिकति सुरक्षित भएर बसेको अवस्थाले गरेर जुन एउटा हेटौँडाको जुन एउटा नाका भइकन पनि प्रदेश नम्बर 3 को यो बागमती प्रदेश जोड्ने जुन एउटा नाका हुँदाखेरि पनि हामीले एकदमै सुरक्षित भएर बसिरहेको अवस्थामा अब हाम्रो नगरपालिकामा पनि प्रवेश भइयो है कोरोना भाइरस जुन पोजिटिभहरू श्रावणको अन्तिमदेखि देख्न थालियो। त्योभन्दा अगाडि हामीले लगभग हाम्रो नगरपालिकाबाट यो क्वारेन्टिन मात्र स्थापना गरेका थियौँ, आइसोलेसनको हामीसँग त्यति थिएन होइन। त्यो बेलामा चाहिँ अब बाहिरबाट आउनुभएको हाम्रो नगरवासीहरू जो विदेशबाट आउनुभएको छ उहाँहरूलाई सिधै घर नपठाएर उहाँहरूलाई 14 दिन क्वारेन्टिनमा बस्नुपर्छ भन्ने कुराहरू हामीले अलिकति सचेत बनाएका थियौँ। त्यसमा चाहिँ बसेर उहाँहरू अब जानुहुन्थ्यो, पछि पिसिआर चेक गरेपछि उहाँहरूको नेगेटिभ आएपछि उहाँहरू जानुभएको थियो। जति पनि क्वारेन्टिनमा बस्नु भएको थियो उहाँहरू चाहिँ कोही पनि पोजिटिभ देख्नु भएको थिएन, अनि उहाँहरूलाई पठाउने कामहरू त्यसरी भइरहेको थियो। अनि बेला बेलामा हामीले हाम्रो नगरपालिकाको 9 वटा वडाहरू छ जुन अब अलिकति ग्रामीण एरियाहरू पनि छ, ती ठाउँमा हामीले जुन रेड क्रसहरू भयो, प्रहरी प्रशासन भयो, यहाँ भएको लायन्स लियो क्लबहरू भयो होइन, सबै नगरपालिकासँग समन्वय गरेर कोभिड सम्बन्धी नै अब हामीले विभिन्न सचेतना कार्यक्रमहरूको चाहिँ एउटा माइकिङबाट चाहिँ सबैजना सुरक्षित रहनु होला भन्ने कुराहरूको जुन एउटा सचेतना माइकिङ चाहिँ हामी 9 वटै वडामा गर्दै रहेको अवस्थामा यो एकदमै प्रभावकारी पनि भएको थियो। र अहिलेसम्म पनि अब भनौँ न हामीले यो कोरोना जुन भाइरसको जुन एउटा सुरक्षित रहनुपर्ने सतर्क रहनुपर्ने कुराहरूमा हामी अहिले पनि दिनरातमा भनिकन हाम्रो स्वास्थ्य शाखा खटिरहेको छ, नगरपालिकाका होल जनप्रतिनिधिहरू खटिरहनु भएको छ, प्रहरी प्रशासन यहाँ रहेका बुद्धिजीवीहरू भयो अनि सङ्घ संस्थाहरू पनि सबैजना खटिरहेको अवस्थामा जुन अलिकति सामाजिक दूरी भनौँ होइन, सबैजनाले मास्कहरू लाउनु पर्ने कुराहरू भयो, यस्ता कुराहरू जुन एउटा सामान्य रूपमा गरिरहेको छौँ। अनि नगरपालिकामा जुन एउटा अहिले त सबैजना आम नागरिकहरूमा एउटा भय पनि आइसकेको छ होइन, जस्तै डरको कुराहरू, जस्तै कोही अहिले कोरोना भाइरस जुन रोगले मात्र होइन अब भोकले पनि बढ्ने बेला भयो भन्ने कुराहरू जुन अलिकति आवाज आइसकेपछि सुरुमा हाम्रो लकडाउन जुन नेपाल सरकारले जुन लकडाउन गरेको बेलामा भनौँ न चैत्र 11 गतेदेखि हाम्रो जुन अब नेपाल सरकारले लकडाउनको घोषणा गरेको थियो, त्यो बेलामा भने सामान्य अब भनौँ न अलिकति
डराएको अवस्था थियो नि त। त्यो बेला भनेको भर्खर कोरोनाको हामीलाई जानकारी भएको थियो सबैजनालाई। त्यो बेलामा चाहिँ ल है कोरोना भाइरस भनेको कस्तो होला, एकदमै भयावह होइन। लकडाउन गरेको बेलामा त एकदमै सबैजना आफ्नो घरमा बसेर जुन एउटा डरको स्थिति थियो सबैजनामा। अनि बेलामा बिहान र बेलुका गरेर हामीले समय पनि राखेका थियौँ, जस्तै बजारहरू खोल्नको लागि होइन, जुन एउटा सामानहरू खरिद गर्नको लागि बिहानको समय यति 7 बजेसम्म मात्र खोल्ने भन्ने कुराहरू गरिसकेको थियो। अब हाम्रो नगरवासीहरू त्यही अनुसार आफूलाई आवश्यक पर्ने खाद्यान्न सामानहरू मात्र किन्न आउने अवस्था रहन्थ्यो भने, अनि सामान्य यो मेडिकल हाम्रो औषधि पसलहरू खोल्ने, अनि त्यो मात्र रह्यो। खाद्यान्न पसल र औषधि पसल चाहिँ 24 घण्टा खोल्ने भयो भने, अनि खाद्यान्न पसल मात्र हामीले बिहान 7 बजेसम्म खोल्नेको हामीले यो समय मिलाएका थियौँ। अनि त्यही अनुसार हाम्रो नगरवासीहरू पसलहरू आउँदाखेरि पनि जुन अब सामाजिक दूरी अपनाएर जुन वातावरणहरू त्यस्तो चाहिँ गरिरहेको थियो। त्यो बेलामा चाहिँ अलिकति भय चाहिँ थियो भने अहिलेको अवस्था आइसक्दाखेरि जब हाम्रो नगरपालिकामा एउटा पोजिटिभ देखिसकेपछि चाहिँ अबको अवस्था जुन चैत्रको 11 गतेदेखि लकडाउन सुरु भयो र अहिले निषेधाज्ञाहरू भइरहेको छ होइन, यहाँसम्म आइपुग्दाखेरिको यो यात्रामा चाहिँ अब कोभिडसँग चाहिँ सबैजना भिडिसकेको, सबैजनाले जानिसकेको जस्तो फिल हुन्छ क्या। किन भन्दाखेरि अहिले सबैजनामा अब हरेक मिडियाहरूबाट भयो, हात हातमा भएको मोबाइलहरूमा पनि अब कोरोनाको बारे होइन, विश्वव्यापी रूपमा के कस्तो रूपमा भइरहेको छ भन्ने कुराहरू पनि सबैजनाले बुझ्ने पनि भइसकेका छन्। अनि पहिला जति डर थियो अहिले चाहिँ त्यति डर नभएको हो कि जस्तो पनि हामीले फिल गरेका छौँ क्या अहिले है। सबैजना अब काम गर्नु परिहाल्यो, अब सधैँभरि यसरी बसेर पनि नहुने है। अनि अलिकति त्यही स्थितिमा जुन एकदमै सतर्कता भएर जुन सुरक्षित भएर अहिले जुन अब निषेधाज्ञाको पालना पनि गरिरहेका छन् सबैजना नगरवासीहरू। अनि त्यसमा अगाडि फ्रन्टमा हिँड्नुपर्ने जो स्वास्थ्य कर्मीहरू भयो, जनप्रतिनिधिहरू भयो, अनि प्रहरी प्रशासनहरू भयो, उहाँहरू मात्र नहिँडी नहुने होइन, अब सचेत गराउने एउटा जिम्मेवार व्यक्तिहरू मात्र अहिले चाहिँ अगाडि बढिरहेको अवस्था छ। लगभग अब भनौँ न हाम्रो नगरपालिकामा कोभिड-19 बारे अब सबैजनाले जानकारी पनि पाइसक्नु भएको छ र त्यही अवस्थामा हामीले सचेत गराएर अहिलेसम्मको अवस्थामा रनिङ चाहिँ भइरहेछ। हजुर पक्कै पनि धेरै पहिलोपल्ट लकडाउन हुँदाखेरि चाहिँ यहाँहरूको नगरपालिकामा चाहिँ लगभग यो कोरोना सङ्क्रमित शून्य नै थियो भन्नुभयो है। हजुर शून्य नै थियो। यो एकदम राम्रो स्थिति हो। यहाँले जुन यो जागरण देखाउनु भयो यो एकदमै राम्रो प्रशंसनीय काम पनि हो। बिचमा हाम्रो गभर्मेन्टले चाहिँ यो लकडाउन खोलिदिएको अवस्थाले गर्दाखेरि अहिले बाहिर जिल्लाबाट मान्छेहरू हत्तै प्रवेश गर्न आए, त्यसले अलिकति यो अहिलेको स्थिति भयावह देखिएको छ। यसलाई पनि हामी यहाँले भने जस्तै आफैले सचेत भई आफ्नो सुरक्षा आफैले गरी र के गर्नुपर्छ भन्ने कुरा सबै उहाँ अहिले जनताहरूले बुझिसक्नु भएको छ। त्यो सुरक्षा विधिहरू अपनाएर हामी यसलाई जित्न सक्छौँ भन्ने यहाँहरूको भावना हो। एकदमै राम्रो उत्तम लाग्यो। अनि म एउटा के सोध्न चाहन्छु यहाँलाई भने अहिलेको खास भन्दाखेरि डेटा कस्तो छ अहिलेको पिसिआर पोजिटिभ देखिएकाहरू के कति सङ्ख्या छ? सङ्ख्याहरूलाई याद होला? अहिले लगभग हाम्रो नगरपालिकामा हिजोसम्मको अपडेटमा जम्मा 33 जना चाहिँ पोजिटिभ सङ्क्रमित देखिएको छ होइन। 33 जना 33 जना हुनुहुन्छ, जसमा महिला 11 जना हुनुहुन्छ भने पुरुष 22 जना हुनुहुन्छ। अनि त्यसमा पनि अब यसमा भनौँ न डिस्चार्जमा जुन 33 जना मध्येमा पनि 10 जना चाहिँ उहाँहरू नेगेटिभ जुन एउटा चाहिँ डिस्चार्ज भएर गइसक्नु भएको छ कि उहाँहरूमा निको भएर जानुभएको अवस्था छ। अनि अर्को हाम्रो नगरपालिकाले नै एउटा भनौँ न अब सबै नेपाल सरकारको मात्र किन मुखताक लिएर अब हामी पनि स्थानीय सरकार हो, हाम्रो पनि जिम्मेवारी छ आफ्नो नगरवासीहरूलाई सुरक्षित बनाउने, उहाँहरूलाई चाहिँ अब एकदम केयरिङ गर्ने कुराहरूमा हामी पनि जिम्मेवारी भएको कारणले गर्दाखेरि नगरपालिकाले नै हाम्रो नगरपालिकामा जाल्लाखेल प्राथमिक स्वास्थ्य केन्द्र छ। त्यही स्वास्थ्य केन्द्रलाई हामीले आइसोलेसनको रूपमा चाहिँ अगाडि बढाएका छौँ, जसमा कति बेड छ त्यसमा? 30 वटा बेड छ। अनि अहिले तत्काल हामीले 10 वटा बेड थप्नु भएको छौँ, 30 वटाको बनाउन खोजिरहेका छौँ र भविष्यमा गएर हामीले यसलाई
नगर हस्पिटल सँगसँगै 100वटा बेडको चाहिँ आइसोलेसन बनाउने एउटा प्लानिङमा हामी अगाडि बढिरहेका छौँ अहिले। र यसमा चालाखेल पिएचसीमा रहनुहुने जुन एउटा आइसोलेसन हाम्रै नगरपालिकाको आइसोलेसनमा जुन 9 जना हुनुहुन्छ हालको अवस्थामा, अनि होम आइसोलेसनमा बस्नेहरू चाहिँ 10 जना हुनुहुन्छ। 10 जना हजुर। अनि विभिन्न अस्पतालमा अब बस्नुहुने आइसोलेट भएर बस्नुहुने चाहिँ 4 जना हुनुहुन्छ। हजुर हजुर 33 जना टोटल है। जम्मा हाम्रोमा 33 जना देखिए तापनि अहिले 10 जना चाहिँ डिस्चार्ज भइसकेको छ, उहाँहरू सामान्य अवस्थामा हुनुहुन्छ अहिले। हजुर। अनि यो भनौँ न अब नगरपालिकामा स्वास्थ्यकर्मी सुरक्षाकर्मीहरू अगाडिको लाइनमा जसरी खटेर काम गर्नुहुन्छ उहाँहरूलाई चाहिँ अब अलिकति यो सङ्क्रमणको डर पनि त्यत्तिकै छ, त्रास हुन्छ उहाँहरूलाई। र अनि समाजमा फेरि उहाँहरूलाई अलिकति फेरि हेलाको दृष्टिले हेर्ने पनि हाम्रो समाजमा अलिकति प्रचलनमा आएको छ। कतिपय नगरपालिकाहरूमा हामी त्यस्तो सुन्न सकिन्छ। अनि हाम्रो नगरपालिकामा चाहिँ त्यस्तो किसिमको घटनाहरू केही घटेको छ कि हजुर? होइन, यो चाहिँ अब भनौँ न यो कोरोना भन्ने एउटा भनौँ न यो रोग चाहिँ अब सबैजनाले जानेर आएको होइन, सबैजनाले अहिले पहिलोपटक अनुभव गरिरहेको कुरा हो यो होइन। जो स्वास्थ्यकर्मीहरू हुनुहुन्छ त्यो पिएचडी गर्नुभएकोहरूले पनि अहिले भर्खरै अनुभव गरिरहनु भएको छ। हामी जुन प्रतिनिधि भएर पनि भर्खर अनुभव गरिरहेका छौँ। हजुरहरू जस्तो पत्रकारहरू भयो सबैजनाले अहिले पहिलोपटक अनुभव गरेको कुरा हो। यसको चाहिँ अब कसरी यसलाई न्यूनीकरण गर्ने, कसरी उपचार गर्ने भन्ने कुरामा त सबैजना लागिरहेको छ अहिले होइन, त्यो नै लागिरहेको अवस्था छ। त्यो भएको कारणले गर्दाखेरि अहिले यो कोभिड चाहिँ एउटा स्वास्थ्यसँग नै गर्दाखेरि स्वास्थ्यकर्मीहरू हाम्रो त अब पहिलो एउटा चाहिँ ढाल बनेर नै अगाडि निस्किरहनु भएको छ। त्यो प्रति चाहिँ अब हाम्रो स्वास्थ्यकर्मीहरूप्रति हामीले एकदमै श्रद्धा गर्नुपर्छ, उहाँहरूप्रति रेस्पेक्ट नै जनाउनुपर्छ होइन। र त्यो सिलसिलामा अब हाम्रो नगरपालिकामा अब स्वास्थ्य शाखा अन्तर्गत चाहिँ प्रत्येक वडामा स्वास्थ्य जुन एउटा चाहिँ स्वास्थ्य संस्थाहरू पनि जुन एउटा चाहिँ खोलिरहेको अवस्थामा हेल्थ पोस्टहरू पनि छ, सहरी स्वास्थ्य क्लिनिकहरू पनि चलाइरहेका छौँ हामीले। त्यो अवस्थामा आफ्नो वडामा भएका त्यस्ता गतिविधिहरूबारे उहाँहरू प्रत्यक्ष रूपमा उहाँहरू लागि पनि रहनु भएको छ। र यसको लागि कोरोनाकै लागि भनेर हामीले टिम पनि गठन गरेका छौँ कि यसमा होइन 2टा पार्ट गरेर स्वास्थ्यकर्मीहरूकै जुन नेतृत्वमा उहाँहरूले चाहिँ अब सिआइसिटीको एउटा टिम बनाउनु भएको छ होइन। त्यो अनुसार अब जो सङ्क्रमित हुनुहुन्छ उहाँहरूलाई ल्याउने, कहाँ राख्ने होइन, जस्तै अब उहाँहरू होम आइसोलेट बस्नुहुन्छ के हुन्छ भन्ने कुराहरू पनि उहाँहरूले नै हेर्नुहुन्छ। अनि अब उहाँहरूको घरमा चाहिँ अब बस्ने इन्भाइरोमेन्ट नै छैन, जुन एउटा सेपरेट एउटा टोयलेटहरू रुमहरू पनि अब सेपरेट रूपमा बस्ने अवस्था छैन भनेदेखि उहाँहरूलाई चाहिँ हाम्रो दक्षिणकाली नगरपालिकाको आइसोलेटमा ल्याउने कुराहरू भयो होइन। त्यो अनुसारको उहाँहरूले चाहिँ सिआइसिटी टिमले चाहिँ उहाँहरूको जुन एउटा चाहिँ पोजिटिभ भएको सङ्क्रमितहरूको लागि पनि हेरिरहनु भएको छ भने उहाँहरूसँग सम्पर्क हुने जो कन्ट्याक्ट ट्रेसिङमा गर्नुपर्ने जो हुनुहुन्छ उहाँहरूको पनि लिस्टहरू उहाँहरू आफै तयार गर्नुहुन्छ। त्यो भएको कारणले गर्दाखेरि हामीले उहाँहरूलाई चाहिने अब भनौँ न अहिले त मेन अब पहिला भए दसैँमा नयाँ लुगा राख्ने के लाउने भन्ने कुराहरू हुन्थ्यो भने अब यो पटक त हामीले पिपी नै दिनुपर्ने छ सबैजनालाई है। पिपी नै नयाँ लुगा अब दसैँको लागि जस्तो अलिकति भनौँ न अहिले व्यङ्ग्यात्मक रूपमा पनि आइरहेको छ। तर साँच्चै यथार्थमा भन्नुपर्दाखेरि स्वास्थ्यकर्मीहरूलाई जो फ्रन्टमा खट्नुहुन्छ उहाँहरूको लागि जुन पिपीहरू लाउने होइन, मास्कहरू अब हरेक उहाँहरूलाई चाहिने साधनहरू चाहिँ उहाँहरूलाई पर्याप्त रूपमा चाहिँ हामीले दिने गरेका छौँ। र सँगसँगै यो जुन कन्ट्र्याक्ट ट्रेसिङमा गर्नको लागि टेकुमै डाइरेक्ट चाहिँ हामीले सबै कन्ट्र्याक्ट ट्रेसिङको मेम्बरहरूलाई त्यहाँ लगेर गर्नुभन्दा पनि हाम्रै ठाउँमा चाहिँ उहाँहरूलाई चाहिँ अब ठाउँमा जो सङ्क्रमित हुनुहुन्छ कन्ट्र्याक्ट ट्रेसिङमा आउनेहरूलाई चाहिँ हामीले यहीँ पिसिआर चेक गर्ने है, भिटिएम चाहिँ यहाँ लिएर आउने हामीले, अनि पिसिआर चेक गरेर चाहिँ हामीले पछि चाहिँ भिटिएम उता पठाइदिने गरेर हामीले अब यसमा चाहिँ पिसिआर गर्नको लागि त ल्याबको टेक्निसियनहरू पनि चाहिने भएको कारणले गर्दाखेरि हामीले ल्याबको टेक्निसियनहरू पनि हामीले अहिले चाहिँ करार
हामीले दिएका छौँ नगरपालिकाले हजुर, धेरै राम्रो। उहाँहरू आफै खटेर होइन अनि गर्नुहुन्छ र 14 दिन उहाँहरू फेरि क्वारेन्टाइन बस्नुहुन्छ अनि उहाँहरूको PCR चेक गर्नुहुन्छ नेगेटिभ भएपछि फेरि उहाँहरू सुचारू रूपमा यसरी नै गरिरहेको अवस्थामा जुन स्वास्थ्य कर्मी नभइकन अहिलेको अवस्था जुन अहिले हामीले होल्ड गरेका छौँ न जुन कन्ट्रोल गरेका छौँ 33 जनाको त्यति मात्र हुनको लागि उहाँहरूको थुप्रो सहयोग छ र त्यसमा उहाँहरूलाई सहयोग उहाँहरूलाई उत्साह उहाँहरूको मनोबल बढाउनको लागि हामी जनप्रतिनिधिहरू अनि नगरपालिका स्वयं पनि अगाडि बढिरहेको छ। त्यो भएको कारणले गर्दा अहिले त एकदमै स्वास्थ्य कर्मीहरूलाई हामीले एउटा फ्रन्टमा खटिने भएको कारणले गर्दाखेरि एकदमै उहाँहरूलाई प्राथमिकताका साथ एकदमै रेस्पेक्ट गरेर अगाडि बढाइरहेका छौँ र उहाँहरूकै थ्रुबाट अहिले कन्ट्रोल पनि भइरहेको छ। हजुर, स्वास्थ्य कर्मीहरू बिना हामीले अहिले भनौँ न यो अवस्थाबाट हामी माथि आउन सक्दैनौँ भन्ने सबैले बुझिसकेका छन् र पनि समाजमा कता कता अलिकति नराम्रो किसिमको भावना पनि राख्नेहरूको कमी छैन भन्ने हामीले बुझेका छौँ। त्यतातिर चाहिँ यहाँले पनि अलिकति सजग भएर त्यस्तो स्थिति नआओस् भनेर कदम चालिदिनु होला। र अनि अर्को प्रश्न म के यहाँलाई बताउन चाहन्छु भने सुरक्षा भत्ताहरू केही दिने गर्नुभएको छ उहाँहरू स्वास्थ्य कर्मी र हाम्रो सुरक्षा गार्डहरू उहाँहरूको लागि? पक्कै पनि हाम्रो मैले भने नि अब स्वास्थ्य कर्मी भइकन उहाँहरू त अब एकदमै फुम अन्तर्गतमा जादु गर्छ होइन त उहाँहरू पनि एउटा मानिस नै हो। हामी जस्तै हात शरीर मासुले नै बनेको एउटा चाहिँ मासुले बनेको हड्डीले बनेको नै शरीर हो नि त उहाँहरूको नि होइन। उहाँहरूको पनि परिवार छ उहाँहरू पनि अब थुप्रै भनौँ न जिम्मेवारीहरू आफ्नो व्यक्तिगत पनि हुन्छ होइन। र त्यो भएको कारणले गर्दाखेरि जति पनि अहिले जुन एउटा एकछिन रोक्नु भन्नु न अनि त्यो भएको कारणले गर्दाखेरि हामीले उहाँहरूलाई चाहिँ एक किसिमले उहाँहरूको तलब त छुट्टै भइहाल्छ तर उहाँहरूको खटिए बमोजिमको उहाँहरूलाई सुरक्षा भत्ताहरू पनि भयो र सँगसँगै हामीले कोभिड-19 को बिमाहरू पनि गरेका छौँ उहाँहरूको लागि। धेरै राम्रो। अब भनौँ न अब यो रोग अहिले त हजुरको यो नगरपालिकामा एकदमै कन्ट्रोल भएको देखियो। अहिले भनौँ न काठमाडौँमा धेरै नै जताततै फैलिएको छ, समाजमा फैलिसकेको अवस्था छ। दक्षिणकाली नगरपालिकामा चाहिँ एकदमै कम देखियो र यसै गरेर अगाडि बढ्नुभयो भने सायद यसलाई हामी जित्न सक्छौँ भन्ने हामीले आशा राखेका छौँ। अब स्थिति यसको ठ्याक्कै उल्टो भएर कारणवश अलिकति भयावह स्थिति आएर महामारी रूपमा फैलियो भने अलिकति त्यो आइसोलेसनहरू बढाउनु पर्ने क्षमता बढाउनु पर्ने स्थिति आउँछ। त्यतातिर केही व्यवस्था गर्नुभएको छ कि? यो पक्कै पनि मैले अघि पनि भनिसकेको हो होइन। सर्वप्रथम त अब हामीले जो सङ्क्रमित हुनुहुन्छ उहाँहरूलाई चाहिँ घरमै आफ्नो इन्भाइरोमेन्ट छ, बस्ने ठाउँहरू छ भन्ने उहाँहरूमा केही सिम्टमहरू देखेको छैन भने उहाँहरूलाई चाहिँ सेपरेट भएर आफ्नै घरमा इन्भाइरोमेन्ट छ भने उहाँहरूलाई घरमै बस्नको लागि प्रोत्साहन दिन्छौँ होइन। यदि उहाँहरूको इन्भाइरोमेन्ट छैन भने मात्र हामीले आइसोलेसनमा ल्याउने कुराहरू नगरकोले बनाएको एउटा आइसोलेसनमा ल्याउने कुराहरू भयो। र अहिले भनेको जस्तै अस्ति हामीले जम्मा 20 बेडहरू मात्र थियो तर हाम्रो यो पछिल्लो कन्ट्याक्ट ट्रेसिङको PCR रिपोर्ट आइसकेपछि वात्तै एकैचोटि 13 जना बढ्यो कि 13 जना बढिसकेपछि त अब 20 वटा बेडले मात्र नपुग्ने भयो। उहाँको सङ्क्रमित हुनुहुन्छ उहाँहरूको चाहिँ घरमा बस्ने इन्भाइरोमेन्ट पनि थिएन। त्यो भएको कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ अब यसै ल्याउनु पर्ने कुराहरू भयो कि त्यो भएको कारणले गर्दाखेरि हामीले एकैचोटि 10 वटा बेड तुरुन्तै थप गर्न लगायौँ। अहिले 30 वटा भयो र पछिको दिनमा हामीले 100 वटासम्म बनाउने हाम्रो अब चालाखेल PHC जुन छ जहाँ आइसोलेसन बनाएको छ त्यहाँ 100 वटा बेडसम्म बनाउनको लागि हाम्रो यो ठाउँहरू उपलब्ध छ। त्यो भएको कारणले गर्दाखेरि अब हामी बिस्तारै बिस्तारै बढाउने तर्फमा छौँ। कन्ट्रोल गर्ने तर्फ पनि लाग्दैछौँ भने अब आइसोलेसन यदि भयावह अवस्था महामारीकै रूपमा अगाडि बढ्यो भने त हामीले त अब केही न केही त्यसमा गर्नुपर्ने कुराहरू त हामीले अगाडि पनि बढाइरहेका छौँ। हजुर, हस्। आफ्नो व्यस्त समयको बावजुद पनि हामीलाई यतिका जानकारीहरू दिनुभयो, हाम्रा श्रोताहरूलाई जानकारी दिनुभयो, नगरवासीहरूलाई अमूल्य सुझाव र जानकारीहरू प्रदान गर्नुभयो। यहाँलाई नेवा FM को तर्फबाट म हृदयदेखि धन्यवाद दिन चाहन्छु।
र भविष्यमा पनि हामी यहाँसँग जोडिने कोसिसमा गर्दछौँ। आजलाई म यहाँसँग बिदा माग्दछु। ए हस्, धन्यवाद। हाम्रो नगरपालिकाको केही कुराहरू राख्ने जुन मौका दिनुभएको छ यहाँहरूको एफएमलाई पनि र हजुरलाई पनि एकदमै भित्र हृदयदेखि नै नगरपालिकाको तर्फबाट र मेरो तर्फबाट यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। र सम्पूर्णमा यो अब हाम्रो आउट अफ कन्ट्रोल हुन सक्ने सम्भावना पनि छ होइन, कोरोनाको। त्यो भएको कारणले गर्दाखेरि महामारीको रूपमा जान सक्ने अवस्था पनि भएको कारणले गर्दाखेरि हामी आफै सुरक्षित हौँ र अरूलाई पनि सुरक्षित राख्नको लागि हामी आफ्नो ठाउँबाट भूमिका निभाउनको लागि पनि मैले सम्पूर्ण श्रोताहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। र हामी अहिले जति पनि हामी आफू रह्यो भने मात्र हामीले पछिका दिनहरूमा गर्न सक्ने कुराहरू रहने भएको कारणले गर्दाखेरि सो त पहिला हेल्थ नै सबैभन्दा ठुलो कुरा हो। हेल्थ इज वेल्थ भन्छौँ हामी होइन। त्यो भएको कारणले गर्दाखेरि आफू पनि बचौँ र अरूलाई पनि बचाउँ भन्ने एउटा सन्देशका साथ यहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। मलाई यो समय उपलब्ध गराइदिनु भएकोमा एकदमै धन्यवाद। अनि हजुर धन्यवाद सुखा। अब अहिले हामी कुरा गर्दै थियौँ दक्षिणकाली नगरपालिकाका उपमेयर श्रीमती बसन्ती डङ्गोल तामाङज्यूसँग। उहाँसँग हामी बिदा माग्यौँ। आजको लागि समयले हामीलाई बिदा दिइसकेको हाम्रो कालेबुङ मित्र सराना महर्जनज्यूले बताउनु भयो। त्यसैले अब आजको कार्यक्रमबाट श्रोताहरू माझ म बिदा माग्दछु। धन्यवाद।